जब आमाले मलाई सानो उमेरमै छोडेर पहिले जानुभयो, मेरो संसार एकाएक खाली भयो। आमाको काख, माया र स्पर्श सबै सपनामै सीमित भयो। म शारीरिक रूपमा अपाङ्ग छु, तर मेरो मन र सपनाहरू कहिल्यै अपाङ्ग भएनन्, किनकि त्यो खालीपनमा परमेश्वरले अर्को रूपको आमा पठाउनु भयो। त्यो हो ठुलो आमा। उहाँले मलाई जन्म त दिनु भएन, तर आमाभन्दा कम माया कहिले गर्नु भएन। भोक लाग्दा कर्म दिनुभयो, थाक्दा सहारा बन्नुभयो र रोएको बेला अँगालो हाल्नुभयो। सबैले छोडे जस्तो लाग्दा उहाँले कहिले छोड्नु भएन। मेरो कमजोरीलाई उहाँले आशीर्वाद जस्तो बनाएर स्वीकार गर्नुभयो। धेरै धन्यवाद ठुलो आमालाई। आज म जिउँदै उभिन सकेको छु र म जे छु उहाँकै कारणले हो। उहाँकै त्याग, माया र प्रार्थनाको कारणले हो। रगतको नाता होइन, मायाको नाताले ठुलो आमा हजुर सधैँ मेरी आमा नै हुनुहुन्छ।